2 लाखभन्दा माथि पश्चिमकोट जान्छ भने के हो यो जान्छ इजिली जान्छ इजिली होइन अब तपाईँको यसमा अहिले तपाईँले कुन गियर युज गरेर कस्टमर गरेर श्रामको एनएक्स हाल्नु भएको रहेछ है हजुर श्रामको एनएक्स अब तपाईँको यो पनि फेरि यो चाहिँ टायर म्याक्सिसको टायर अब कार्बन यो भइहाल्यो है कार्बनको बोडीलेस भयो पुरै अब इन्फिनिटी स्विचको त्यसको प्राइस पुरै अरू त्यो झन् महँगो छ है हजुर अब तपाईँको अब यो ब्रेक त अनि यसमा अलि डियोरहरूले अलिक पुग्दैन क्या होइन डियोरमा नि हामीले हालेको भनेको 4 पिस्टनको वाला ए, यो पुरै- अपग्रेडेड वाला हो वाह 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 ल 4 पिस्टन भयो भने तपाईँको यो माकुरा किन चाहियो हजुर है श्रामैको त्यो श्रामको लेभलै किन चाहियो हो। इनफ हुन्छ होइन भनेपछि लगाइ हेर्नुहोस् त किन महँगो पर्ने रहेछ त साइकल है अब फेरि तपाईँ फेरि त्यहाँ मलाई 2 हात लाएर के उचाले म हलो उचाले चाहिँ भने यहाँलाई यो मेरो चोरमलाई उचाले पनि मिल्यो है अब अलिकति जोमेट्री मिल्दैन गाई कान्छी औँलाले उचालिन्छ है आइया गरौँ रहेछ यार होइन गाई मैले जिस्ताएको तपाईँ जे भयो भने उचाल्न सजिलो छ यहाँ अलिकति चिप्ल्यो क्या नमिलेर हो तर यो चाहिँ तपाईँको एक औँलाले उचाल्न मिल्छ हेर्नुहोस् है एक औँलाले यसरी उचाल्न मिल्ने साइकल हो तर एकदमै हल्का छ है 14 लाखको साइकल भाइको मैले फर्स्ट टाइम मैले पनि हेरेँ मैले चढिरहेको साइकल चाहिँ 5.5 लाखको हो त्यही पनि मान्छेले हे आमा हो 5.5 लाखको साइकल भन्थ्यो होइन तर यो साइकल सुन्दा मै ए आमा 14 लाखको साइकल लैजाऊ यार ए भाइ मलाई I10 बुक गरिदेऊ